आधार अपडेट यानी कि डकुमेन्ट्स अपडेट जो चाहिँ 14 जुनसम्म फ्री अफ कस्ट दिएको छ है, त्यो चाहिँ कसरी गर्नुपर्छ यो भिडियोमा डिटेल्समा बताउने छु है। र यसको लागि चाहिँ तपाईको आधार कार्डमा मोबाइलबाट गर्नु हो भने चाहिँ आधार कार्डसँग तपाईको नम्बर लिङ्क हुनुपर्छ र यसलाई कसरी गरिन्छ त्यो चाहिँ हेरौँ है। र जसको लागि चाहिँ सबभन्दा पहिला तपाई गुगलमा जानुहोस् र गुगलमा टाइप गर्नुहोस् UIDAI माई आधार पोर्टल टाइप गर्नुहोस् अनि सर्च गर्नुहोस्। सर्च गरेपछि जो फर्स्टमै आउँदैछ माई आधार पोर्टल लेखेको है, त्यसमा क्लिक गर्नुहोस् र यसमा क्लिक गर्ने बित्तिकै तपाई यहाँ यसको लगइनमा जानुहुन्छ, आधारको लगइनमा आउँछ है। र यसलाई क्लिक गर्दा तपाईले फर्स्टमा भेटाउनु भयो यो पपअप है, यसलाई तपाईले क्रस गर्दा पनि हुन्छ र यहाँ हामी गुगलबाट चलाउँदैछौँ त्यही भएर कन्टिन्यू इन वेबमा क्लिक गर्नुहोस् र यहाँ हेर्नुहोस् लगइनको अप्सन आयो है। र एक्सपिरियन्स न यो माथिकोबाट पनि गर्न सक्नुहुन्छ र यो तल लगइनकोबाट पनि गर्न सक्नुहुन्छ र म चाहिँ यो लगइनबाट गर्दैछु है। र यो लगइनमा क्लिक गर्नुहोस् र अब यहाँनिर आधार टाइप गर्नुहोस्, आधार नम्बर टाइप गर्नुहोस्। आधार नम्बर हालिसकेपछि मुनिपट्टि क्याप्चा इन्टर गर्नुहोस्। इन्टर क्याप्चाले चाहिँ यहाँ जस्तो लेखेको छ साइडमा त्यस्तै हाल्नुहोस् अनि लगइन विथ ओटिपीमा क्लिक गर्नुहोस् र लगइन विथ ओटिपीमा क्लिक गरेपछि तपाईको यहाँ ओटिपी आउँछ र यो ओटिपीलाई हाल्नुहोस् र यसमा लगइन गर्नुहोस्। लगइन गर्ने बित्तिकै तपाईको यहाँनिर तपाईको आधारको लगइन भएर त्यो कसरी चार्ज गर्नुहुन्छ भने यहाँ साइडमा हेर्नुहोस् तपाईको फोटो आउँछ हो र यहाँ खोलेर फर्स्टमा हेर्नु एड्रेस अपडेट हैन, डाउनलोड आधार, अर्डर पीबीसी आधार है र डकुमेन्ट्स अपडेट तपाईलाई जानुपर्छ डकुमेन्ट्स अपडेटको लागि यहाँनिर र यसमा क्लिक गर्नुहोस् र क्लिक गरेपछि यहाँनिर तपाईलाई के रिक्वायर्ड छ यी अपलोड प्रुफ अफ आइडेन्टिटी जो मैले पहिला भनिसकेँ है र प्रुफ अफ एड्रेस र प्रुफ अफ फोटो भएको आइडेन्टिटी भनेको चाहिँ फोटो भएको र एउटा डकुमेन्ट्स चाहियो र प्रुफ अफ एड्रेस भएको डकुमेन्ट्स चाहियो र यसको प्रोसेसिङ फी चाहिँ 14 जुन यानी कि 2026 यो आउने 14 जुनसम्म चाहिँ फ्री अफ कस्ट तपाईलाई कुनै पैसा लाग्दैन। र यो प्रुफ अफ आइडेन्टिटी डकुमेन्ट्समा चाहिँ तपाईले कुनै पनि डकुमेन्ट्स यहाँनिर धेरैवटा छ है, जे हेरेर हाल्न सक्नुहुन्छ र म चाहिँ चुज गर्छु भोटर कार्ड जसमा चाहिँ दुईटै नै हुन्छ, आधार कार्ड के भन्छ आइडेन्टिटी पनि छ र फोटो पनि छ र एड्रेस पनि भएकोले गर्दा सजिलो है। तपाईहरुको छैन भने यहाँनिर म देखाउँदैछु तपाईहरु के हाल्न सक्नुहुन्छ, त्यसबाट चुज गरेर सजिलै हाल्न सक्नुहुन्छ है। र अब चाहिँ तल गएर यहाँनिर हेर्नुहोस् नेक्स्ट लेखेको छ, नेक्स्टमा क्लिक गर्नुहोस्। नेक्स्टमा क्लिक गरेपछि यहाँ तपाई आफ्नो नाम यो के भन्छ सबै नामहरु एड्रेसहरु चेक गर्नु सही छ कि छैन त्यसलाई भेरिफाई गर्नु। आई भेरिफाई दैट द एबभ डिटेल्स आर करेक्ट। करेक्ट छ भने यसमा क्लिक गर्नुहोस् र नेक्स्ट गरिदिनुहोस्। र अब चाहिँ तपाईले हाल्नु पर्यो डकुमेन्ट्स र सपोर्टिङ डकुमेन्ट्स प्रुफ अफ आइडेन्टिटी। आइडेन्टिटी भनेको मैले फोटो भएको डकुमेन्ट्स हाल्नुपर्छ है, जसको डकुमेन्ट्समा चाहिँ तपाईको फोटो छ त्यही हाल्नुपर्ने। र के भन्दाखेरि यहाँ डिटेल्समा छ, तपाई यसमध्ये कुनै पनि हाल्न सक्नुहुन्छ, तर म चाहिँ हाल्दैछु भोटर कार्ड। भोटर कार्डलाई चुज गरेपछि यहाँ मैले एक्सेप्ट गरेँ है। अब तपाईले यो भोटर कार्ड चुज गरे अब यो डकुमेन्ट्स भोटर कार्ड पनि हाल्नु पर्यो र सेलेक्ट सपोर्टिङ डकुमेन्ट्स क्लिक गर्नुहोस्। अब तपाईले फोटो हाल्नुपर्छ। यो चाहिँ मैले अलरेडी पीडीएफ बनाएर राखेको छु, यहाँनिर पीडीएफ मात्रै अपलोड हुन्छ, तपाईहरुले पनि पीडीएफ बनाएर राख्नु होला यो गर्नुभन्दा अगाडि है। अब तपाई जानुहोस् कन्टिन्यू टु अपलोडमा र यहाँनिर फोटो चुज गर्नुहोस्। यहाँबाट जो पीडीएफ बनाएको छु त्यसलाई सेलेक्ट गर्नुपर्छ र सेलेक्ट गरे र यहाँ आइहाल्यो, यहाँ देख्न सक्नुहुन्छ। त्यसपछि प्रुफ अफ एड्रेस। अब एड्रेसमा पनि म यहाँनिर अरु तपाईले यहाँ हेर्न सक्नुहुन्छ है, जसको भोटर कार्ड छैन उनीहरूले चाहिँ यो डकुमेन्ट्सहरु हाल्न सक्नुहुन्छ, तर म चाहिँ भोटर कार्ड नै हाल्दैछु है। र यसरी मुनि छ र भोटर कार्ड हाले र यसलाई एक्सेप्ट गर्नुहोस् र एक्सेप्ट गरेपछि अब मैले सपोर्टिङ डकुमेन्ट्स पनि हाल्नु पर्यो र त्यसमा सेम क्लिक गरेर यहाँ जहाँ अघि डकुमेन्ट्स हालेको छु त्यही क्लिक गर्दाखेरि यहाँ मुनि आइहाल्छ। र अब यो राइट हो है, यो चाहिँ एकदम पक्का हो भनेर यहाँनिर आई हियर बाई गिभ माई कन्सर्न भन्दाखेरि चाहिँ यहाँ क्लिक गर्नुहोस् र क्लिक गर्दाखेरि चाहिँ तपाईले यहाँ नेक्स्टमा त्यसपछि तल गएर नेक्स्टमा क्लिक गर्नुहोस्। अब नेक्स्टमा क्लिक गर्दाखेरि कन्फर्म गर्ने यो डेमोग्राफिक जो दिनुभएको छ त्यो सही हो भनेर हैन,
त्यसैले म कन्फर्म गर्दैछु र कन्फर्म गरिसकेपछि तपाईको यहाँ एसआरएन नम्बर जेनेरेट भयो जसबाट चाहिँ तपाईले अब यो भयो कि भएन भनेर हेर्न सक्नुहुन्छ र यहाँ हेर्नुहोस् दिस सर्भिस इज फ्री अफ कस्ट टिल 14 जुन 2026 र अब यहाँनिर फ्री अफ कस्ट हो पैसा त परेन अब सबमिट गरिदिनुहोस् सबमिट गरेपछि र तपाईको यहाँ हेर्नु ट्रान्ज्याक्सन स्ट्याटस सक्सेस है सक्सेस भयो र यहाँ तपाईले आफ्नो एक्नोलेजमेन्ट डाउनलोड गर्न सक्नुहुन्छ र एक्नोलेजमेन्ट डाउनलोड गरेर हेर्नुहोस् हेर्दाखेरि चाहिँ तपाईको यहाँनिर आइरहेको छ तपाईको डकुमेन्ट्स अपडेट भयो अब तपाईको कति दिनमा अझ डियर यो नाम बित्तिकै हेज बिन रिसिभ यो रिक्वेस्ट इज प्रोसेस यो 30 दिन भित्रमा अपडेट भइसक्छ ल त्यसरी तपाईले अबलाई यसको चेक गर्नु भने चाहिँ यही एसआरएन नम्बर दिएर चेक गर्न सक्नुहुन्छ अपडेट भयो कि भएन यसैले चाहिँ अपडेट गर्दाखेरि त मेरो त अहिलेसम्म 2-3 दिनमै भइहालेको थियो तर यसको भ्यालिडिटी एक्सपायर हुने यो गरेको एक्सपायर हुने दिन चाहिँ कति हो 30 दिन भित्रमा चाहिँ यसको हुनु छ भने भइसक्छ या भएन भने पनि किन भएन त्यसको कारण पनि दिन्छ र यसरी चाहिँ तपाईहरुले घर बसी आधार अपडेट गर्न सक्नुहुन्छ र आधार अपडेट चाहिँ म्यान्डेटरी छ उनीहरुको लागि जसले चाहिँ 10 वर्षसम्म केही पनि अहिले आधार कार्ड बनाएको देखि अहिलेसम्म कुनै करेक्सन पनि गरेको छैन कुनै अपडेट पनि गरेको छैन प्लस कुनै फोन नम्बरहरु पनि हाल्नुको लागि तपाई सेन्टर जानु भएको छैन भने चाहिँ तपाईहरुले चाहिँ गर्नै पर्छ यदि करेक्सन पनि गर्नुभयो अपडेट पनि गर्नुभयो या तपाईले बीचमा कुनै पनि कार्यक्रम गर्नुभयो आधार कार्ड लिएर है अनलाइन फोनबाट हुन्छ कि या सेन्टरमा गएर या फोन नम्बरै अपडेट गर्नुभयो भने पनि तपाईले गर्नु पर्दैन।